यहाँ त कस्तो मजाले हिमाल देखिन्थ्यो आज त वाट्सएप इभ्रियन ठुलालो रेस्पेक्ट र च्यानललाई हेलो भन्दै भिडियो चाहिँ यहाँ सुरुवात गर्दैछु र तपाईँहरूकै मोटिभेसनले गर्दाखेरि यहाँसम्म आइपुगेको छु र म यो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनुहोस्। अहिले म चाहिँ हिँडिरहेको छु धेरै लगभग कति बज्यो भन्दाखेरि 6:10 गइरहेछ र आज पनि ढिलो भइरहेछ। सिधै देरी जान्छु, देरी गएपछि अनि चिया खाने बेला भेट्नु पर्ला सिधै। अब चिया पनि खाइसक्यो अरे, चिया खाएको भिडियो बनाउनु बिर्सेछु। चिया खाइसक्यो अरे अब चाहिँ सिधै गाडी सिक्नु तागेर अनि भाइ देखाउँछु चलाएको त कहाँ सिक्ने 3 दिन भयो थियो। आज गयो भने चाह दिनुहुन्छ बल्ल सिधै घरासिन उहाँ जान्छु, उहाँ गएर थोरै क्लिप बनाउँछु अनि त्यसै घरासिन मैले गाडी सिक्ने यहीँ हो है। आज 4थो दिन। यहाँ त कस्तो मजाले हिमाल देखिन्थ्यो, आज त पुरै तुवाइलो लाग्छ क्या। यो पनि देखेन, अलिअलि देखेछ न त देखेको छैन क्या। यस्तो राम्रो देखिन्थ्यो। उता त मजाले सनराइज भइरहेको छु। अब यहाँ कहाँ त्यहाँ हावा रहन्छ र हावा हाल्न लाग्छ अनि त्यसपछि अनि सुरु हुन्छ। ट्याक्कै सिकेँ अरे अहिले चाहिँ निस्किरहेको छु। 8 बजेर 11 मिनट गइरहेको छ। अब सिधै घर गएर अनि खाना बनाउँछु। फाइनली म चाहिँ अहिले घर आइपुगेको छु। लगभग कति बज्यो भन्दाखेरि 8 बजेर 23 मिनट भयो। 8 बजेर 11 मिनट हिँडेको आउन त चाँडो आइपुगेको छु। अब खाना बनाउँछ, खाना बनाइसकेन हेर्नु छ। घर कोही पनि छैन, म मात्रै छु। बाख्राजिन काम छ, अब बाख्राजिन जान्छु अनि त्यसपछि खाना बनाएर हिँड्छ भने अनि खाना बनाउनु पर्ला। तरकारी पकाउँदै ज्याउ लाग्छ। अहिले थेबे ल्याएर थेबे थिच्नु पर्ला। अब काउली नि छ, अब मुला ल्याएर थेबे थिच्ने हो। मुला र आलु हुन्थ्यो क्या। सबभन्दा सजिलो भनेको मुला ल्याएर थिच्नु वा साग भुट्नु हो। साग भुटिनँ, आज मुला ल्याएर मुलाको थेबे बनाउँछु है। अम्लो छ, अब मसला पिन्यो, थेबे थिच्यो झ्याङ पाऱ्यो अनि खायो। अहिले कति बज्यो भन्दाखेरि 9 बजेर 9 मिनट गर्छ। 9:30मा बनाउनु सुरु गर्छु अनि 10 बजे खान्छु। भोक लाग्यो जस्तो हुन्छ घर धेरै बसेपछि त। साग पकाउनु भनेको सागै पकाउनु लाग्यो कि साग काटेर साग पकाउँछु। आइसक्नु अनि त्यही भएर चाहिँ मलाई नखाने साग खाने भन्ने कुरो गरेर साग काट्नु लाग्यो। अब काँचो बनाउँछु चाहिँ हाम्रो यहाँ साग काटेर रेडी भयो है। यहाँ चाहिँ घिउ हालेर साग बनाउनु लाग्छु है। यहाँ चाहिँ पाकिसक्नु लाग्यो है। अब यो अलिअलि पानी सुकाउँछु अनि त्यसपछि हुन्छ। पानी बनाउनु जाने भने चाहिँ त माथि पानी आएको छैन नि त त्यति राम्रोसँग हिजोदेखि, त्यही भएर पानी बनाउनु जाने हुन्छ त्यता पानी बनाउनु त्यता बोलिन्छ होला सायद। ए हेर्नु मात्रेको तँलाई मात्रै हुन्छ अहिले बेलुका लिएर पानी बनाउनु जान्छु यहीँ घरमा थियो। फाइनली अहिले चाहिँ पानी बनाएर आइसकेको छु। फाइनली म चाहिँ अहिले पानी बनाएर आइसकेको छु। अब मम्मी नुहाउनु अब घाँस बनाउने अनि पहिले चिया खान्छु। चिया खाएर अनि त्यसपछि घाँस काट्नु जानु पर्ला। अहिले कहिले कराएको थियो, कहिले कराउँदाखेरि झ्याउ लाएर अनि बनाएको थिएन अनि बल्ल सुरुवात गरेको छु। चिया खाने बेला चाहिँ कति बज्यो भन्दाखेरि अहिले कति हातमा लाउने बानी छैन, ट्याक्कै 1 बजिरहेछ। अब चिया खान्छु, दाना साना हाल्छु अनि घाँस काट्छु बेल्लो अनि त्यसपछि आएर पानी दिनु पर्ला। यही घर बसी यही हो, बिहानदेखि बेलुकासम्म कामै सकिन्न। अब चिया खाएँ, अहिले मकै छ, मकै खानु पर्ला। मकै चियासित त्यति मन पर्दैन है, त्यही भएर। अब चिया पिइसकेँ भने चिया खाइसकेँ। अब मोल चार्जर अनि घाँस हाल्छु पहिला। घाँस हालिसकेपछि अनि त्यसपछि एकै नासले हुन्छ नि त, त्यही भएर अब प्लान गर्दैछु कि अब के गर्ने त्यसपछि थाहा हुन्छ। अब यो हप्ता दिउँसोको 2 बजे 7 मिनट गइसक्यो। घाँस त आज 1 बजीदेखि नझारिकन गाईलाई पानी दिएँ, चिया खाएँ अनि बल्ल झार्न लाग्छु उताको। यस्तो छ कि गाईलाई पानी सानी दिएँ, सबैले एक्टिभ भएँ। अब एक काम लास्ट बाँकी हो अनि त्यसपछि भरे दुध तताउनु बाँकी हुन्छ। त्यही हो आज लास्ट ड्युटी भनेको यो। कस्तो घर बसेपछि हतियार मात्रै लगाउने के राम्रो कसो मात्रै भइरहेछ। हात्ते जस्तो भएको के जस्तो भएको भइरहेछ क्या। घाँस काटेर आएर भ्याएँ। अब
अब भात भुटेर खान्छु। आज खाजा भातै हो, बिहान भात, दिउँसो भात, बेलुका भात। भात भुटेर खान्छु। अब पहिला हात खुट्टा धुन्छु अनि त्यसपछि अनि भात भुटेर खानु पर्ला। फाइनल पानी आउला जस्तो कस्तो पहिले काम भएर बसिसकेको छु म। यतातिर पानी परिसक्नु लाग्छ। यता घिउ तताउनु लाग्छ। घिउ तताउनु सुरु गर्नु लाग्छ। मैले सोच्छु काउली उठाउने गर्ने भनेर सोच्छु। पानी आउन लाएर अर्कै चिज आउँछ कि भनेर यी थुक्ने कुरा लिएर 2 टा 3 टा 4 5 त भयो। अनि यो घार्ने कि पानी परिसक्यो। कहीँ आउँछ। यसलाई भयो त्यसलाई भयो त्यसलाई भयो त्यसलाई भयो। यसलाई चाहिँ अलि पुगेन। अहिले आउँछ त गिराउनु पनि भएको छ। पानी असिना आउने बेला हुन्छ नि त, त्यही हो। अघि मैले भने चाहिँ पानी आइदियो भने चाहिँ पानी ट्याक्कै आइपुग्यो। ठुलै आउने भयो पानी। आजको अन्तिम काम। भात खाने काम त बाँकी नै रह्यो, तर यो लास्ट काम। हेर अनि त्यो टगुवाको पराल थुतेर हाल्नु छ। आज यस्तो चाहिँ मौसमी। यतातिर त पानी पर्ला जस्तो छैन। यतातिर त खत्तमै होस् है। यो साइडतिर त पहिला दुध तताउँछु अनि चिया बनाएर खान्छु। अनि सबै सुतेर गाँठ पराल लाएर अनि बाटो सुनेर अनि बस्नु पर्ला। त्यत्तिकै द्याउदै बस्छ। किनकि क्या मजाले गदाङ र गुदुङ गरिरहेको छ। चरो उद्रिआएको वहाँ देखिन्छ क्यारी चाहिँ गयो चोप्यो। डेन्जर गदाङ गुदुङ गरेर असिना नआइदियो नि। राति त आउँदैन भयो भने दिउँसो असिना आउने सम्भावना बन्दै नै छ क्या। 3:45देखि 4:45सम्म पानी वेदरमै देखाएको थियो। कस्तो हुन्छ यहाँ दुध पनि उम्रिसक्यो, सुरु भइसक्यो। अब यो लर अनि चिहाएर अनि बल्ल अरू काम गर्ने। हामी उद्योग चाहिँ पानी पिँदा हुनु पहिला काम गर्ने कि पहिला चिया खाने भन्नुपर्छ। पहिला काम गराउँछ अनि चिया ढुक्कले बसेर खानु पर्ला। फाइनली लगाइदिएर मोबाइल चार्जर र कति 25% भइरहेछ। चार्ज गरेर अनि अहिले भिडियो बनाउनु सुरु गरेको छु। बत्ती नआएको भिडियो नि बनाउँदिनँ अहिले। अब खाना खाने बेला हुन्छ। अब खाना जान्छु। खाना खाएपछि भेट्छु सिधै। यहाँ खाना खाने बेला हुन्छ। गुन्द्रुक, आलु, घिउ, दुध अनि भात। जाँदा बेला गुन्द्रुक। मिठो छ। घिउको स्वाद नि आएको अनि गुन्द्रुकको स्वाद पनि आएको। एकदम मिठो छ। आजको अन्तिम काम यही पानी तात्दैछ। पानी तातेपछि अनि पिठो हालेर बाख्राकोले बनाउने यस्तै छ। दिसभरि पनि त्यही हो, काम त्यही हो। यो भिडियो यहाँसम्म हेरिदिनु भने लाइक सब्सक्राइब सेयर गर्न नबिर्सनुहोस्। अब चाहिँ अर्को दिन भेटौँला। र नयाँ हुनुहुन्छ भने सब्सक्राइब बटन थिचिदिनुहोस्। एक हुँदाले एउटा सब्सक्राइब थिचिदियो भने अझजनाले 1000 त सब्सक्राइब हुन्छ। त्यही भएर चाहिँ त्यसो गरेर थिचिदिनुहोस्।